ऋषि पराशर भन्ने एउटा सानो ग्रन्थ छ। अनलाइन गएर खोज्नुभयो भने पनि PDF भर्सन फ्री अफ कस्ट मिल्छ। एग्रिकल्चरमा काम गर्ने भए हुनाले मैले रोचक लागेर अलिकति अध्ययन गर्न मन लागेर हेरेको। त्यसले चाहिँ खास गरी यो बादल, वर्षा, माटो, मौसम बारे राम्रो कुरा बोल्छन्। त्यसमा एउटा इन्ट्रेस्टिङ कुरा छ। यदि तपाईँले पुस 1 गतेदेखि पुस मसान्तसम्मको मौसम अब्जर्भ गरेर त्यसलाई नोट गरेर राख्नुभयो भने माघ 1 गतेदेखि अर्को वर्षको मङ्सिर मसान्तसम्मको मौसम कस्तो हुन्छ भन्ने म्याथमेटिकल फर्मुला दिएको छ। गजबको के सूत्रै छ। अब त्यसलाई भेरिफाई गरेर हेर्ने, ट्रायलमा लैजाने कसले हो, कसरी गर्न सकिन्छ त्यो अलग कुरा हो। तर हामी त्यस्ता कुरामा ध्यान दिँदैनौँ र 81 घोषणा गर्छौँ। यस्ता ग्रन्थहरू वैघात छैनन्।